कसैको ध्यान यो सबैको लागि अन्तिम टुक्का हुनेछ अनि सबैजनाले सँगै गाउनु होला है त पाँचको पाँच बेहुली बनाइ लैजाउँछ अन्य कलाकारहरूको प्रस्तुति पनि तपाईहरु बीचमा अब गर्न चाहनेछ सबैले नाचेर आफ्नो ठाउँमा अनुशासित पाराले चाहिँ हेरेर त्यो कमिटीलाई सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्दै हामी एकछिनलाई अझै गर्न चाहन्छौँ फेरि एकचोटि आयोजक कमिटीप्रति हृदयदेखि आभार धन्यवाद व्यक्त गर्दछु अझै धेरै धन्यवाद यहाँ धेरै साथीहरु अगाडि आएर यहाँहरुसँगै गाउनु भयो नाच्नु भयो तर पछाडी बसेर जोर मदत बजाएर यहाँहरुलाई नचाउनु नि हाम्रो प्रिय वाद्यवादक स्पेशल उहाँ तबला वादक पनि हो ऋषि पौडेलज्यूलाई म अलिकति अगाडि आउनको लागि अनुरोध गर्न चाहन्छु हाम्रो ऋषि पौडेलका लागि एकचोटि जोरदार ताली त्यसै गरी हिजोदेखि हामीलाई कान्छे बाजामा सँगैमा नचाउनु हुने ढोलकीमा नचाउनु हुने उहाँ विभिन्न बाजाहरूको चाहिँ बाजारमा पोख्त हुनुहुन्छ हाम्रो हिरा सिरिजका लागि पनि जोरदार ताली त्यसै गरी हार्मोनियममा साथ दिनुहुने हाम्रो प्रेम कुमार बहनेज्यूलाई पनि जोरदार ताली अझै धेरै ताली सबै नेपालीहरूका लागि हामी सानो समय हामी सेन्दाईबाट फर्किसके पछाडिको यो माया यो आत्मीयता यो सद्भाव सधैँभरि कायम रहोस् हामी यो वरिपरिको क्षेत्रमा अत्यन्त अनुशासित ढङ्गले हामी यो यहाँनिरको सबै स्टलहरूमा खानेकुराको व्यवस्था छ पिउने कुराको पनि व्यवस्था छ बाहिरतिर गएर केही नफालिदिनु होला चुरोट नखाइदिनु होला अर्को वर्ष पनि फेरि हामी यहाँहरूलाई यही ठाउँमा नचाउन आउन पाऊँ यो जिम्मेवारी यहाँनिर सेन्दाईको मात्रै नभएर हामी सबैको हो कि होइन थ्याङ्क यू धन्यवाद जय नारायण धेरै धेरै धन्यवाद राष्ट्रिय लोकतान्त्रिक प्रतिष्ठान जापान सरकारलाई रमाइलो भएन त सबै थोरै छ प्रस्तुतिहरू धेरै छन् तपाईहरुलाई हामी मनोरञ्जन दिने क्रममा एउटा अर्को प्रस्तुति जोड्दैछौँ ढिला नगरिकन मैले धेरै बोलिन समय एकदम छुट्यो छ अबको बारेमा टाढाबाट पाल्नु भएको हाम्रो पाहुना हुनुहुन्छ फुकुसिमाबाट पाल्नुहुने फुकुसिमा नियोगको गापिनका साथीहरूलाई म राखिदिनु हुनका लागि गर्न चाहन्छौँ फुकुसिमा साथीहरूले अब राखिदिनुहुन्छ यसभन्दा पछि तपाईहरुको माझमा थुप्रै प्रस्तुतिहरू छँदैछन् र यसपछि तपाईहरुको माझमा हामी एउटा जापानकै प्रस्तुति जोड्नेछौँ नेपाली गीत र प्रस्तुति गर्नेछ जापानिजको तपाईहरुको माझमा अहिलेलाई फुकुसिमा नियोगको गापिनका साथीहरू छिटोभन्दा छिटो नमस्ते सबैजनालाई हामी चाहिँ यसो
बाटो बिराउँदै विषयमा